प्रणाम। हम ध्रुव कुमार झा आप सब देख रहा छे टीवी टुडे। खास कर आई हमरा सबके अतिथि छथि एक टुडे टॉप के उपेंद्र पौडेल जी, जे नेबिल बैंक के अखन के चेयरमैन छथिन। तहिना ऐसे पहिने वो एनएमबी बैंक में 17 वर्ष काज कर चुकल छथिन सीईओ के रूप में। 14 वर्ष स्टैंडर्ड चार्टर्ड बैंक में से हो काज के एक्सपीरियंस अनुभव ल चुकल छथिन। तो हुनका से आई बातचीत करबै। त अब हम कनी भाषा में से हो नेपाली तर्फ म जान चाहन्छु र उपेंद्र पौडेल जी, सबभन्दा पहिले त टुडे टक में धेरै धेरै स्वागत छ। धन्यवाद यहाँले मलाई यहाँ इन्भाइट गर्नुभयो। आर्थिक बैंकिङ सेक्टरमा भन्नुपर्दा तपाईको लामै लगानी रहेछ र अनुभव पनि थुप्रै बटुल्नु भएको होला। अहिलेको जुन आर्थिक तरलता, हामी वैश्विक आर्थिक तरलताको कुरो गर्दैछौँ, तपाईको नेबिल बैंककै अहिलेको के अवस्था छ? बैंकहरू डुब्दैछ भनेर धेरैमा अब त्यो भ्रम हो कि केही यथार्थ पनि हो? नेबिल बैंकको कस्तो अवस्था रहेछ? नेबिल बैंकको कुरा गर्दाखेरि चाहिँ नेबिल बैंक पहिला पनि धेरै नै सक्षम थियो, बलियो थियो, अहिले पनि बलियो छ। बैंकहरू बलियो हुने भन्ने कुरो चाहिँ बैंकहरूले कसरी आफ्नो व्यवसायहरू सञ्चालन गर्छ कुरामा भर पर्छ। नेबिल बैंक नेपालको पहिलो प्राइभेट सेक्टरको बैंक भएको कारणले गर्दाखेरि नेबिल बैंक अगाडिदेखि नै यसका स्टाफहरू पनि होइन, यसका कर्मचारी, यसको चाहिँ बोर्ड सबै एकदमै मैच्योर छ होइन, अनुभवी छ र त्यही हिसाबले बैंक राम्रोसँग सञ्चालन भइरहेको कारणले गर्दाखेरि बैंकसँग अन्तर्निहित जुन एउटा जोखिमहरू हुन्छ, जोखिमहरूलाई पनि राम्रोसँग व्यवस्थापन गर्दै व्यवसाय र जोखिम दुईटैलाई राम्रोसँग व्यवस्थापन गर्दै अगाडि बढिरहेको कारणले गर्दाखेरि नेबिल बैंक अहिले पनि आजको जस्तो विषम परिस्थितिमा पनि नेबिल बैंक एकदम बलियो स्थितिमा छ। त्यो चाहिँ म ठोक्कर साथ भन्छु। अनि यो जुन आर्थिक तरलता अहिले जुन भन्छौँ हामी, आर्थिक मन्दी भन्छौँ, क्राइसिस, यो कहिलेसम्म रहने हो? अब यो त्यसो अब सब तरलताको कुरा गर्नुहुन्छ भनेदेखि अघिल्लो 1 वर्ष 1.5 वर्षदेखि ब्याङ्किङ सेक्टरमा तरलताको समस्या भएको हो र त्यो समयमा चाहिँ नि ब्याङ्किङ सेक्टरले आफूले चाहेको जति कर्जाहरू प्रवाह गर्न नसकेको अवस्था पनि थियो। तर अब बिस्तारै बिस्तारै यो तरलताको अवस्था चाहिँ ब्याङ्किङ सेक्टरको लागि चाहिँ अब अहिले एक स्तरमा आइसकेको लेभलमा आइसकेको छ र अब चाहिँ हामी अगाडि बढ्न सक्ने अवस्थामा छौँ। ब्याङ्किङ सेक्टरको लागि तरलताको अहिले समस्या छैन। अहिलेको समस्या भनेको देशको समस्या भने चाहिँ तपाईँको यो मुद्रास्फीतिको समस्या छ, प्राइस बढिरहेको छ सबै यो कुराहरूको, र देशको ब्यालेन्स अफ पेमेन्टको चाहिँ अवस्था छ त्यो चाहिँ नेगेटिभ भएर गइरहेको छ र देशकै चाहिँ यो बजेटमा चाहिँ नि डेफिसिट भइरहेछ। यो दुई तिनवटा कुराहरू चाहिँ अलिकति असामान्य किसिमको अवस्था छ। अदरवाइज अब हाम्रो देशमा त्यो खालको धेरै ठुलो समस्या त आएको, समस्या नआएको भन्दैन, तर जहाँसम्म देशमा नै धेरै ठुलो समस्या आएर हामी नै खत्तम हुने अथवा श्रीलङ्का हुने भन्ने खालको कुराहरू पनि गर्छ नि मान्छेहरू, त्यो खालको अवस्था त हामी कहाँ आउँदैन। त्यसो हामी बिस्तारै बिस्तारै यो चाहिँ अगाडि बढिरहेका छौँ। यसमा चाहिँ नि मुख्य कारण यो यसमै थपिदिउँ म सरलाई केही कि यसमा भूपरिवेष्टित मुलुकको रूपमा रहेछौँ हामीहरू र वैश्विक रूपमै यदि आर्थिक त्यस्तो मन्दी भएको बेला हाम्रो मुलुकको अवस्थामा कस्तो प्रभाव पार्छ भनेर पनि एकचोटि परिवेष्टित मुलुककै हिसाबले पनि हामी आफूले त्यो खालको समस्याहरू हामीले भोग्दै गएर त्यसलाई चाहिँ हामीले झेल्दै पनि आइसकेका छौँ र त्यसबाट पार पनि पाएका छौँ। अब तपाईँ हामीले हेर्नु नै पर्दा नेपालमा विगतका वर्षहरूमा 30 वर्ष 25-35 वर्षकै कुरा हुन्छ भने पनि कहिले पनि राजनीतिक स्थिरता भएर आजको दिनमा पनि राजनीतिक स्थिरता छैन भन्छु म। किनभने देश विकासको लागि, देशको आर्थिक विकासको लागि सबभन्दा पहिलो चाहिँ प्रिरिक्विजिट भनेको एउटा राजनीतिक स्थिरता हो र एउटा नीतिगत स्थिरताको कुरा हुन्छ। र नीतिगत स्थिरतामा पनि हामी चाहिँ
पछाडि छौँ, राजनीतिक स्थिरतामा पनि पछाडि छौँ। फेरि गरी जानकारी गराउन चाहन्छु म उहाँ उपेन्द्र पौडेलजी नेबिल ब्याङ्कको चेयरम्यानको रूपमा र यसअघि उहाँले एनएमबी ब्याङ्कमा पनि काम गरिसक्नु भएको छ। नेपाल व्यवस्थापन सङ्घको अध्यक्ष भएर पनि अहिले सक्रिय हुनुहुन्छ उहाँ। यो अहिले व्यापारीहरूले ऋण लिएका छन् विभिन्न ब्याङ्कबाट, त्यो ऋण लिएर अब तिर्नै नसक्ने अवस्थामा पनि पुगेको छ र त्यसको लागि पुनर्कर्जाको निम्ति नेपाल राष्ट्र ब्याङ्कले पनि ब्याङ्कहरूलाई केही निर्देशन जारी गरेको अवस्था छ। त्यो के अवस्था रहेछ र त्यो पुनर्कर्जाको बारेमा जुन अभिलेखीकरणको कुरो हुन्छ नि, त्यसलाई चाहिँ कसरी अहिले ब्याङ्कहरूले क्रियान्वयन गर्दैछ? यसो यो कर्जा उपभोग गरिरहेको व्यक्तिहरू अथवा चाहिँ कम्पनीहरू अथवा व्यवसायहरूले अहिले सबैले त नभनौँ, केहीले यसको ब्याज र सावा चुक्ताको गाह्रो भइरहेको अवस्था छ। त्यसको असर ब्याङ्किङ क्षेत्रमा परिरहेको छ, किनभने अहिले यो रिसेसनको फेज भन्छौँ नि हामी, रिसेसनको फेजमा वस्तु तथा सेवाको डिमान्ड कम हुँदै जान्छ होइन। मान्छेले त्यसको पैसा खर्च गर्न सक्ने अवस्था गर्दैनन् र गर्न सक्ने अवस्था पनि रहिरहेको हुँदैन। त्यो अवस्थामा जति पनि आर्थिक क्रियाकलापहरू गर्दै गइरहेको अवस्थामा कर्जालाई तिर्न नसक्नु यो स्वाभाविक कुरा हो। यो कुनै पनि मुलुकमा यो किसिमको अवस्थाहरू चाहिँ आइरहेको छ। अब त्यही बेलामा राज्यको विभिन्न संयन्त्रले व्यवसायहरूलाई कसरी अगाडि बढाउने र उनीहरूलाई परेका अप्ठ्याराहरू फुकाउने किसिमको काम चाहिँ गर्नुपर्छ होइन। त्यही अवस्थामा राष्ट्र ब्याङ्कले पनि यो पुनर्तालीकरण गर्नुलाई चाहिँ यो दिएको छ, सर्टन क्राइटेरियाहरू राखेर। त्यो क्राइटेरियाहरू परेका व्यवसायहरू र त्यो क्राइटेरिया परेको अवस्थाहरूलाई हेरेर मात्रै पुनर्तालीकरण गर्न पाउने निर्देशन राष्ट्र ब्याङ्कबाट आइरहेको छ। अनि त्यस हिसाबले प्रभाव हुँदैछ त अब यसैमा अब हामीले के कुरिरहेको छौँ भनेदेखि राष्ट्र ब्याङ्कले अब फेरि मौद्रिक नीति नभएछ, मोनिटरी पोलिसी आउँदैछ। अब पहिला त्यो आइसकेको अवस्था, त्यो जुन राष्ट्र ब्याङ्कले अलिकति खुकुलबाट आइसकेको अवस्था र अहिलेको अवस्थामा अर्थमन्त्रीले बजेट पनि ल्याइसक्नु हो होइन। त्यसलाई सामञ्जस्य हुने गरेर राष्ट्र ब्याङ्कले मौद्रिक नीति फेरि कस्तो किसिमको नीति ल्याउँछ त्यो पनि हेर्न बाँकी नै छ। अब अहिले जुन हिसाबले राष्ट्र ब्याङ्कले अलिकति खुकुलो बनाएको छ त्यतिले मात्रै कौला जस्तो चाहिँ देखिएको छैन। अब एक लेभलको अर्को फेरि खुकुलो बनाएर चाहिँ ल्याउनु जरुरी छ होइन। त्यति भन्दै गर्दा म चाहिँ के भन्छु भने यो ब्याङ्किङ क्षेत्र अलिकति ज्यादा नै सेन्सिटिभ छ। यो क्षेत्र भनेको यसको टु पनि हो, ढाड पनि हो, सबै जे भन्नुहुन्छ त्यही हो। यो क्षेत्रलाई चाहिँ नि धेरै नराम्रो असर पऱ्यो भने मुलुकलाई चाहिँ धेरै ठुलो अप्ठ्यारो स्थिति आउन सक्छ र यसमा हामी सबै संवेदनशील भएर कार्य गर्नुपर्छ। यसमा व्यवसाय गरिरहेकोहरूले पनि हदैसम्मको आफ्नो चाहिँ सहयोग देखाउनुपर्छ, सहयोगको भावना देखाउनुपर्छ। किनकि यही आर्थिक क्रियाकलाप गरेर ब्याङ्ककै सहयोगबाट उहाँहरूको पुँजी परिचालन गरेर होइन, उहाँहरू आज यो लेभलमा पुग्नु भएको थियो, यो लेभलबाट यो लेभल पुग्नु भएको छ भने अब आजको दिनमा फेरि उहाँहरू माथि यो लेभलमा जानुपर्छ भने उहाँहरूले पनि आफ्नो सहयोग चाहिँ देखाउनुपर्छ। मलाई अप्ठ्यारो पऱ्यो भने त्यसै सुतेर बसेर चाहिँ हुँदैन होइन। त्यसमा आफू पनि अलिकति लचिलो भएर म कसरी चाहिँ यसमा ब्याङ्कलाई कोअपरेट गर्न सक्छु, राज्यलाई कोअपरेट गर्न सक्छु। आज मैले राज्यलाई ब्याङ्कलाई कोअपरेट गरिनँ भनेदेखि फेरि भोलि यो व्यवसाय गर्ने वातावरण बन्न सक्दैन फेरि भन्ने खालको हिसाबले हामी सबै व्यवसायमा पनि त्यो कुरा आउनुपर्छ। ब्याङ्कले पनि हदै लचिलो भएर काम गर्नुपर्छ र सेन्ट्रल ब्याङ्कले, राष्ट्र ब्याङ्कले पनि यो अवस्थामा कसरी चाहिँ निकास दिने भनेर चाहिँ हेर्नुपर्छ र राज्यले पनि हेर्नुपर्छ। तर राज्यको चाहिँ अघि सायद तपाईँ त्यो क्वेसनमा पक्कै आउनुहुन्छ होला,
राज्यले चाहिँ त्यो विषयमा अलिकति संवेदनशील भएको चाहिँ देखिएन। किनभने राज्यको यो साल चाहिँ नि राजस्व कम उठ्यो होइन। अब राजस्व कम उठिसकेपछि राज्यले चाहिँ के देखिरहेको छ भनेदेखि बजेटमा डेफिसिट भयो, यो जुन चालु खर्च पनि धान्न सक्ने अवस्थामा चाहिँ नि राज्य भइरहेको छैन। र यो बेलामा राज्यले चाहिँ के गरिरहेको छ भने राजस्व मात्रै उठाउँछु भन्ने आउँछ होइन। जुन किसिमको अहिले तपाईँको यो करका दरहरू करको पोलिसीहरू चाहिँ आइरहेका छन्, जुनसुकै पनि तरिकाबाट हामीले चाहिँ कर चाहिँ उठाउँ भन्ने छ। अब यस्तो अप्ठ्यारो अवस्थामा कर उठाउनु त पर्छ फेरि। अब हामीले पनि कर नतिरिकन देश कसरी चल्ने होइन। तर अलिकति चाहिँ बढी नै कस्ने काम भयो, कसेर आयो कि ज्यादै नै नभएको कुरो पनि निचोड्दै आएको हो कि भन्ने खालको चाहिँ एउटा त्यो देखिएको छ। र मेरो चाहिँ एज अ ब्याङ्कर यो 3 दशकभन्दा बढी चाहिँ यो अर्थव्यवस्थामा सँगै बसेर काम गरिरहेको एउटा अनुभवको हिसाबले राज्यले पनि अब जुन हिसाबको एउटा बजेटमा आइरहेको छ, अब त्यसलाई आइसकेको कुरालाई अब कसरी चाहिँ अझ कुरो पार्ने, कसरी सहज पार्ने भन्ने कुरोमा चाहिँ राज्यले सोच्नु जरुरी मैले देखेको छु। र राष्ट्र ब्याङ्कले पनि त्यो हिसाबले सोच्नुपर्छ र ब्याङ्कले पनि सोच्नुपर्छ र त्यसपछि व्यवसायीहरूले पनि सोच्नुपर्छ। अब समस्या यहाँ के छ भन्नुहुन्छ भने व्यवसायीहरूले चाहिँ मेरो आफ्नो अनुभव चाहिँ के छ भने हाम्रो व्यवसायीहरू जहिले पनि नेपालमा हामी एकदम सर्ट टर्म मात्रै सोचिरहेका छौँ। अब सर्ट टर्म सोच्ने समय छैन, हामीसँग लङ टर्ममै सोच्नुपर्छ। भोलि के गर्ने त भन्ने कुरो। अहिले आज म यो वर्ष चाहिँ नि म बैङ्कलाई अप्ठ्यारो पारेर अथवा राज्यलाई अप्ठ्यारो पारेर म यो वर्षमा उम्किन्छु, मेरो नाफा चाहिँ अलिकति बढाउँछु, मेरो मुनाफा कमाउनु दिन्न भन्ने हिसाबले त्यो मनस्थितिमा काम गऱ्यो भने फेरि गलत हुनसक्छ होइन। तर व्यवसायीले पनि ठिक छ, कहिले नाफा हुन्छ कहिले नोक्सान हुन्छ। मेरो यो अघिल्लो वर्ष र मैले नाफा गरेर म यो लेभलमा आएको थिएँ। अब चाहिँ नि मैले पनि यो समयमा सहयोग गरेर म यो लेभलबाट अलिकति मलाई चाहिँ असर पर्छ भने पनि म चाहिँ सहयोग गर्छु भन्ने एउटा मनस्थिति गर्नुपर्छ। अनि फेरि ब्याङ्कको कुरा है, अब ब्याङ्कले पनि जुन हिसाबले ब्याङ्कको चाहिँ प्रफिटहरूको चाहिँ जुन अभिवृद्धि ग्रोथ भइरहेको थियो, मेरो सधैँ चाहिँ प्रफिटको चाहिँ ग्रोथ भइरहनुपर्छ भन्ने हिसाबले म ब्याङ्कले पनि सोच्नु हुँदैन। ब्याङ्कले पनि म आज चाहिँ नि कुनै हिसाबले कुनै किसिमको चाहिँ मैले एडजस्ट गर्नुपर्ने छ भने एडजस्ट गर्नुपर्छ भनेर ब्याङ्कले पनि केही कुरा छोड्न सक्नुपर्छ, व्यवसायीले पनि छोड्न सक्नुपर्छ, रेगुलेटरले पनि राज्यले पनि छोड्नुपर्छ। अहिले एउटा यो दोहोरो अङ्कको जुन ब्याज दर छ नि, यो चाहिँ कहिले छ? अब यसो हेर्नुहोस्, अब दोहोरो अङ्कको ब्याज दर चाहिँ किन पुग्यो भन्ने कुरो पहिला हेर्नुपर्छ होला होइन। यो ब्याज दर किन पुग्यो भन्ने कुरोमा चाहिँ यो जुन 2-3 वर्षदेखिको इकोनोमिक एक्टिभिटिजहरू नभएर, आर्थिक क्रियाकलाप कोभिड यो सबैको कारणले आर्थिक क्रियाकलाप नभएर व्यापारको अवस्था चाहिँ कम थियो होइन। व्यवसायहरू कम लेभलमा चलिरहेको थिए। त्यसले गर्दाखेरि एकैचोटि त्यो जुन थुप्रिएर रहेको मान्छेहरूका आकाङ्क्षाहरू, मान्छेहरूका डिमान्डहरू एकैचोटि त्यो खुलेर गएपछि एकैचोटि भयो होइन। अनि त्यो बढिसकेपछिको अवस्थामा चाहिँ नि ब्याङ्कहरूसँग यति रिसोर्सेस थियो तर डिमान्ड चाहिँ यति भयो बढी होइन। पछि त्यो डिमान्डलाई धान्न सकेन र ब्याङ्कहरू चाहिँ आफ्नो फेरि अहिले मैले भने नाफाकै कुरो हो, जति बढी लगानी गरे त्यति नाफा हुन्छ। र ब्याङ्कहरूले आफ्नो क्यापासिटीभन्दा बढी गएर लगानी गराए। अनि त्यो हुने बित्तिकै ब्याङ्कको अहिले तपाईँले भन्नु तरलताको कुरा, तरलता चाहिँ लाई एक लेभलमा चाहिँ कम्प्रोमाइज गरियो होइन। हामी कुनै कुरा गर्छौँ भनेदेखि छेउमै गएर हामी बसेर लड्ने चान्स हुन्छ नि त। छेउमा होइन यति अलिकति मार्जिन नआएर यहाँ गएर बस्नु पर्थ्यो। हामी त्यो किसिमको हिसाबले ब्याङ्कहरू पनि सञ्चालन भएनन् होइन। त्यो गरेर म्याक्सिमम लगानी गरेको कारणले गर्दाखेरि ब्याङ्कहरूको तरलतामा समस्या भएको कारणले ब्याङ्कहरू अनि फेरि डिपोजिटको लागि दौडे। अनि जब डिपोजिटको लागि दौडिसकेपछि त्यो हाम्रो पाइ त एउटै छ, यो के अरे हाम्रो साइज त एउटै छ होइन। त्यो साइज एउटै हुँदाखेरि एउटा ब्याङ्कले अर्को ब्याङ्कको फस्याएको छ, अर्को ब्याङ्कले अर्को ब्याङ्कको फस्याएको छ, साइज त एउटै छ नि होइन। त्यो गरेर त्यो दौडधुपमा इन्ट्रेस्ट रेट चाहिँ बिस्तारै चाहिँ डिपोजिटको ब्याज चाहिँ बढ्दै भयो। यसलाई घटाउन चाहिँ के अब काम गर्दै हुनुहुन्छ तपाईँ ब्याङ्किङ चाहिँ के गर्छ? अब यसमा चाहिँ मैले भने नि है, अब यो ब्याज चाहिँ बढ्दै गयो। त्यो ब्याज बढ्दै गइसकेपछि कर्जामा पनि त्यही हिसाबले ब्याज बढाउनु पर्ने अवस्था रह्यो होइन।
अब बिस्तारै गएर अब ब्याङ्कहरूको लास्ट इयर चाहिँ तपाईँको यो आयातलाई राज्यले अलिकति कन्ट्रोल गर्नु थालेपछि बिस्तारै बिस्तारै कर्जा प्रवाहमा चाहिँ एकदम कमी आइसकेपछि यो बिस्तारै लिक्विडिटी चाहिँ इम्प्रुभ भइरहेको छ। अब लिक्विडिटी इम्प्रुभ भएर अलिकति त्यसको करेक्सन मोडमा गइसक्यो। अब करेक्सन मोडमा गइसकेपछि त्यसको इम्प्याक्ट त्यसको असर चाहिँ अब 5-6 महिनाको समयमा आउँछ होला है। अब हिजोको दिनमा हामीले 12-13-14% चाहिँ लगाउँछु भनेर भनिरहेको कर्जामा अहिले 11-12%मा आइसक्यो। अनि 2-3%को ब्याज दर चाहिँ बिस्तारै बिस्तारै घट्दै गइरहेको छ भनेपछि अब फेरि अब आज मात्रै हामीले हेरिरहेको छौँ 3 करोडको चाहिँ ब्याङ्किङ सेक्टरसँग चाहिँ पैसा छ भनेको छ भनिसकेपछि अब बिस्तारै गरेर यो ब्याज दर त घटिँदै भएको छ। घट्छ बिस्तारै घट्छ, तर यसको लागि त टाइम चाहिन्छ होइन, किनभने तत्कालै हुन सक्दैन। तत्कालै गर्ने बित्तिकै त फेरि तपाईँको फर्स्ट ब्याङ्क फिक्स्ड डिपोजिट लिएको छ होइन, फिक्स्ड डिपोजिट लिएको कारणले गर्दाखेरि अनि त्यो फिक्स्ड डिपोजिटको कस्ट घटाउनु छैन। आज चाहिँ कसैलाई 13% को ब्याज दरमा पनि 12% को ब्याज दरमा हामीले चाहिँ नि डिपोजिट लिइरहेका छौँ, त्यो डिपोजिटमा छुट त भएको छैन। आज कसैले 12%मै पनि कर्जा पाउन सक्छ, 12% ब्याज लिइरहेको अवस्था, आफूले चाहिँ डिपोजिटको ब्याज पनि पाइरहेको अवस्था छ होइन खास भन्नुहुन्छ भने। अनि त्यो चाहिँ त्यो करेक्सन हुनुलाई 2-4-6 महिना लाग्छ र 1 वर्षको एउटा साइकल कम्प्लिट भइसकेपछि चाहिँ ब्याज दर मेरो विचारमा 1 वर्षपछि एकल बिन्दुमा त भन्नु भने 10% को हाराहारीमा चाहिँ ब्याज दर चाहिँ आउँछ। त्यो भने हाम्रो नेपालको हिसाबले त्यो चाहिँ धेरै बढी ब्याज दर चाहिँ होइन, किनभने हाम्रो इकोनोमी मुद्रास्फीतिलाई पनि हामीले हेर्नुपर्छ। मुद्रास्फीतिलाई हामीले कन्ट्रोल गर्न नसकुन्जेलसम्म ब्याज दरलाई धेरै तल लैजान्छु भन्नु पनि त्यो फेरि काउन्टर प्रोडक्टिभ अनुचित हुनेछ। यो अब अर्को कुरो काठमाडौँमा हेऱ्यो भने केन्द्रको हिसाबले होला या किन सहज रूपमै ऋण उपलब्ध हुने, त्यस्तै काठमाडौँको जग्गाको मूल्याङ्कन बढी गरिने अनि मधेसतिरको जग्गाको मूल्याङ्कन कम, धेरै जग्गाको कम मूल्याङ्कन गरिने, यो किन यस्तो भएको होला? होइन, अब यसो छ हेर्नुहोस्, मूल्याङ्कन भन्ने कुरो चाहिँ नि 2-3टा फ्याक्टरले चाहिँ काम गर्छ होइन। एउटा चाहिँ नि तपाईँको एउटा रुलिङ प्राइस त्यो बेलाको त्यहाँको चाहिँ किनबेच कति भइरहेछ रुलिङ प्राइसको कुरा छ होइन। अनि त्यो बाहेक चाहिँ नि मान्छेहरूको चाहिँ एउटा कस्तो हुन्छ भने मान्छेहरूले कसले कसरी लिइरहेछ त होइन, त्यसलाई सकारात्मक रूपमा लिइरहेछ कि नकारात्मक रूपमा लिइरहेछ, आर्थिक क्रियाकलाप कुन लेभलमा भइरहेछ, यी जम्मै कुरा धेरै कुराले चाहिँ डिटर्मिन गरिराखेको हुन्छ। जब जहाँसम्म मूल्याङ्कनको कुरा छ, यो मूल्याङ्कन ब्याङ्कहरूले गर्ने मूल्याङ्कन होइन, यो प्रोफेसनलले गर्ने, प्रोफेसनल इन्जिनियरहरूले गर्ने मूल्याङ्कनको कुरो हो है। तर यहाँले मूल्याङ्कन भन्नुभयो र मूल्याङ्कनलाई यहाँले कर्जासँग जोडिराख्नु भयो होला होइन। म के भन्छु भनेदेखि हामीले ब्याङ्कले कर्जा दिने भनेको चाहिँ नि यो सुरक्षाको मूल्याङ्कनको हिसाबले दिने है। व्यवसाय के हो, व्यवसायले कर्जा चाहिँ तिर्न सक्छ कि सक्दैन, त्यसको ब्याजहरू सर्भिस गर्न सक्छ कि सक्दैन भनेर पहिलो हेर्नुपर्ने कुरो चाहिँ नि त्यो। अब यहाँ हाम्रो नेपालमा चलन चाहिँ कस्तो छ भने कसैलाई कर्जा चाहियो भनेदेखि मसँग यति सम्पत्ति छ, यसको यसबाट चाहिँ तपाईँ कति कर्जा दिन्छ होइन, त्यो किसिमको त्यो साइकोलोजीबाट हामी बाहिर आउनुपर्छ होइन। र ब्याङ्कहरू त्यो अवस्थाबाट बाहिर किन आउनु सकेको छैन, ब्याङ्कहरू पनि त्यो अवस्थाबाट बाहिर आउनुपर्छ। जब व्यवसाय राम्रो हुन्छ भने कर्जा तिरिन्छ, तर जब व्यवसाय राम्रो छैन र तपाईँसँग धितो बढी नै छ भने कर्जा नतिरिने चान्स पनि हुन्छ। किनभने धितोमा त हामीले देखेको अनुभव के छ भनेदेखि धितो राख्यो अनि जब ब्याङ्कले चाहिँ निलामी गर्न खोज्छ होइन, निलामी गर्न खोजेको बेलामा शाखा सन्तान सबै आएर मुद्दा हालेर त्यो 10औँ वर्षसम्म त्यतिकै लट्किरहेको थियो नम्बर 1। अब नम्बर 2, जुन बेलामा अप्ठ्यारो समयमा धितो निलामी गर्ने भनेर भनिसकेपछि अनि त्यसको भाउ फेरि घट्दै जान्छ होइन। जब तपाईँको इकोनोमी अर्थव्यवस्था चाहिँ राम्रो अवस्थामा थियो भने धितोको भाउ पनि आफै हिसाबले चाहिँ माथि नै गइरहेको हुन्छ र राम्रोसँग बिक्री हुन्छ होइन। अनि त्यो बेलामा तपाईँको धितो बिक्री गरेर उठाउनु पर्ने अवस्था पनि आउँदैन। जब ब्याङ्कले धितो बिक्री गरेर उठाउनु पर्ने अवस्था आउँछ त्यति बेला त्यो धितो चाहिँ को बिक्रीको मूल्य पनि राम्रोसँग आउँदैन। त्यसले गर्दाखेरि यो धितोमा विश्वास गर्ने ब्याङ्कर होइन हामी होइनौँ, हामी प्रोफेसनल ब्याङ्कर हामी कहिले पनि होइनौँ। तर हाम्रो राज्यको संरचना चाहिँ यस्तो देखिरहेको छु मैले के भने त्यो बेलामा त्यो जुन हामीको 80को दशक 70, 60, 70, 80को दशकमा जुन समयमा जुन खोला नाला राखेर कर्जा दिएको भनेर त्यो जुन त्यो बेलाको अवस्थामा थियो नि, जुन हाम्रो प्राइभेट सेक्टरको ब्याङ्कहरू
आउनुभन्दा अगाडिको बेला त्यो सिन्ड्रमबाट त्यो किसिमको चाहिँ सोचाइबाट हामी अहिलेसम्म बाहिर आउनु सकेका छैन। हामी त्यही छौँ। हो अब राष्ट्र ब्याङ्कले पनि कसरी हेरिरहेको हुन्छ भने हाम्रो खाताहरू हेर्दै जाँदाखेरि कर्जा दिएको चाहिँ इन्सपेक्सन गर्दै जाँदाखेरि चाहिँ नि तिमीले कम धितोमा चाहिँ बढी कर्जा देऊ भनिरहेको होइन। व्यवसाय राम्रो छ किन दिन नपाउनु दिनुपर्छ होइन। अनि फेरि कुनै कारणले कर्जा गलत जान्छ यो साइकल हो नि त। अब आज यो तपाईँको रिसेसनरी फेज छ, तपाईँले जतिसुकै भए पनि कतिपय कर्जाहरू गलत जान्छ। तपाईँले जतिसुकै नै घमण्डै गऱ्यो भने पनि मेरो ब्याङ्कमा मैले राम्रोसँगै काम गर्दाखेरि पनि यो रिसेसनरी फेजमा तपाईँले केही गर्नै सक्नुहुन्न, तपाईँको केही कर्जा चाहिँ गलत जान्छ। अब कर्जा गलत गयो अनि कर्जा दिने कर्मचारीहरूलाई समातेर लिएर गएर चाहिँ ल तैँले चाहिँ यो कम धितोमा चाहिँ नि बढी कर्जा दिस, धितो मूल्याङ्कनमा बदमासी पनि यस्ता खालका कुराहरू आएर हाम्रो कतिपय साथीहरूलाई चाहिँ नि केही नगर निर्दोष हुँदाहुँदै पनि ब्याङ्कको व्यवसायको लागि काम गर्दै पनि अदालतले चाहिँ नि तपाईँको दोषी ठहराएर सजायहरू भोगिरहेको अवस्था पनि छन् हेर्नुहोस् होइन। अब त्यसमा 2-4वटा जानी पनि गरेका अवस्था पनि तर 99% केसमा चाहिँ नि तपाईँको एउटा राम्रो मनसायले चाहिँ कर्जा दिइराखेको त मेरो ब्याङ्कको व्यवसाय राम्रो होस् र यो ऋणीले चाहिँ राम्रोसँग कर्जा पाओस्, यसले राम्रोसँग व्यवसाय गरोस् भनेर कर्जा दिइराखेको हुन्छ। तर 1% केसमा चाहिँ गइरहेको यो 1%ले त्यो 99%लाई इम्प्याक्ट हुने खालको हाम्रो सिस्टम हुनु भएर म त्यही भन्छु। मैले चाहिँ ब्याङ्किङ गर्दाखेरिको अवस्थामा मैले अब 30 वर्षभन्दा बढी ब्याङ्किङ गरेँ होइन। त्यो बेलामा मैले धितो नै नलिकन गरेको केसहरू गर्दाखेरि पनि मैले दिएको कर्जामा 2 रुपियाँ पनि नोक्सान भएको छैन कुनै पनि केसमा होइन। र त्यो बेलामा पनि मैले 90को दशकमा पनि मैले कर्जा दिएको छु होइन। 10 लाख रुपियाँ चाहिँ लिमिट भएको अथवा 20 लाख रुपियाँ लिमिट भएको मान्छेको 30 लाख रुपियाँ मात्रै चाहिँ के अरे सिक्युरिटी लिएर काम गर्दाखेरि पनि त्यो मान्छेलाई मलाई चाहिँ अर्जेन्टली अर्को 20 लाख रुपियाँ चाहियो भने म 50 लाख रुपियाँ दिएँ अथवा 1 करोड रुपियाँ दिएर पनि त्यो मान्छेले मेरो कर्जा तिरेको छ होइन, गलत गएको छैन। तर अब हामी कर्जा दिँदाखेरि कसलाई दियौँ, के कामको लागि दियौँ, त्यो व्यवसाय कस्तो सञ्चालन भइरहेछ भनेर राम्रोसँग हेरिरहेछ भनेदेखि चाहिँ नि धितोको पनि आवश्यकता पर्दैन। धितो भनेको कुरो सेकेन्ड वे आउट भन्छौँ हामी प्रोफेसनल ब्याङ्करहरूले। धितोलाई हामी सेकेन्ड वे आउट भन्छौँ। फर्स्ट वे आउट चाहिँ क्यासै हो। उनीहरू उसको चाहिँ जुन उसको बिक्री गरेर जुन आउने क्यास छ त्यसैले लोन तिर्नुपर्छ भन्ने हाम्रो चाहिँ धारणा हो। यो धारणाबाट हामी चाहिँ बाहिर आउनुपर्छ। जुन तपाईँले प्रश्न गर्नुभयो नि यो प्रश्न नै मैले भन्न खोजेको चाहिँ त्यो के भने फन्डामेन्टल्ली होइन, फन्डामेन्टल्ली त्यो प्रश्न नै मेरो हिसाबले फन्डामेन्ट छैन। त्यो हामी धितो बेस गरेर चाहिँ लगानी गर्नु हुँदैन। यो धितोलाई हेरेर लगानी गरेको गर्ने हाम्रो परिपाटी भएको कारणले गर्दाखेरि नयाँ एन्टरप्रेन्योरहरू चाहिँ आउन सकिराखेको छन्। जोसँग धितो छैन कि उनीहरूले काम नगर्ने त काम गर्नु स्किल छ होइन, काम गर्ने जाँगर छ र म काम गर्छु भन्छ भने धितो नभए पनि काम गर्ने खालको वातावरण त हामी दिन सक्नु पऱ्यो नि। त्यो यसको लागि चाहिँ हेर्नुहोस् आमूल संरचनामा नै परिवर्तन हुनुपर्छ, मान्छेहरूको सोचाइमा परिवर्तन हुनुपर्छ र अब लिगल सिस्टममा पनि परिवर्तन हुनुपर्छ। कसैले चाहिँ छ्याटकै यही सिस्टम अहिले जुन नेपाल सरकारले नेपाल राष्ट्र ब्याङ्कले जुन निर्देशनहरू जारी गरेको छ त्यसमा अबको आउने मौद्रिक नीतिमा चाहिँ ब्याङ्कका लागि नि सहज हुने र ऋणीहरूलाई पनि सहज हुने, व्यापारीलाई नि सहज हुने गरी कस्तो प्रकारको नीति ल्याउनु पर्यो? अब यसमा हेर्नुहोस् के छ भने राष्ट्र ब्याङ्कले एक लेभलको चाहिँ उनीहरूले सम्बोधन त गरिसकेका छ अस्ति होइन। रिस्ट्रक्चरिङ र रिसेटलिङ कर्जालाई चाहिँ रिसेटलिङ गर्न दिने भनेर चाहिँ गरिसकेका छ। र त्यसमा चाहिँ अझै पनि हरेक स्टेक होल्डरहरू चाहिँ डिस्कसन गरेर होइन। अनि एक्चुअली के चाहिन्छ व्यापारीहरूसँग पनि ब्याङ्करहरूसँग पनि डिस्कसन गरेर अझ छलफल गरेर अब के चाहिन्छ त भनेर एकदम होलिस्टिक हिसाबले राष्ट्र ब्याङ्कले चाहिँ सहजीकरण गर्नुपर्छ। र ब्याङ्किङ क्षेत्रमा पनि अब यसको यो जुन अहिलेका जुन अहिलेको जुन अवस्था छ अब तपाईँको नन पर्फर्मिङ लोनहरू होइन त्यो खालको कर्जाहरू चाहिँ नराम्रो खालका कर्जाहरू वृद्धि भइरहेको छ होइन। तर अब ब्याङ्कहरूले पनि कर्जा चाहिँ नराम्रो कर्जा चाहिँ बिक्री भइरहेको र त्यसको लागि चाहिँ जुन प्रोभिजनिङ भन्छ नि होइन त्यो लोन लसको लागि चाहिँ नि
प्रोभिजनिङ भन्छ त्यो प्रोभिजनिङ घटाएर हाम्रो प्रफिट बढाउने खालको परिपाटी छ। अब त्यो प्रफिट बढाउने खालको परिपाटी होइन, ब्याङ्कहरू पनि आफ्नो हिसाबले अलिकति रियलिस्टिक भएर चाहिँ अगाडि बढ्नुपर्छ, प्रोभाइड गर्नुपर्छ भने व्यवस्था गर्नुपर्छ, त्यसको लागि लोन लसको चाहिँ व्यवस्था गर्नुपर्छ भने व्यवस्था गर्नु पनि पऱ्यो होइन। र त्यो व्यवस्था गर्ने क्रममा चाहिँ मैले चाहिँ माथि लेभलमा इभन प्राइम मिनिस्टरले भएको बेलामा एउटा हाम्रो डिस्कसन भएको थियो, त्यो बेला मैले के भनेको थिएँ भने सहज अवस्था छैन, ब्याङ्कहरूले पनि यो जुन प्रोभिजन राख्ने कुरो छ, प्रोभिजन राख्ने कुरोलाई चाहिँ एकै साथ ल्यायो भने एकदमै नराम्रो हिट हुनसक्छ, ब्याङ्कहरूको चाहिँ ब्यालेन्स सिटमै नराम्रो सोच असर पर्छ। त्यसो भने 2-3 वर्षको चाहिँ टाइम लाइन लगाएर चाहिँ नि त्यसरी यो नोक्सानीको लागि चाहिँ व्यवस्था गर्दै जाने होइन। र साइमल्टेनियसली त्यसपछि त त्यो 2-3 वर्षको पिरियडसम्म त हाम्रो इकोनोमी अलिकति माथि उभार आइसकेपछि त्यसको पनि भोलि गर्नु नपर्ने अवस्था त आउनसक्छ। भन्दाखेरि अलिकति टाइम चाहिँ हामीले पाउने हिसाबले, सबैले टाइम पाउने हिसाबले काम गर्नुपर्छ। र त्यसमा पनि एउटा कुरो चाहिँ रियलिस्टिक हिसाबले चाहिँ के गर्नुपर्छ भनेदेखि तपाईँको एउटा कुरो चाहिँ हामीले पनि ब्याङ्कहरूले पनि कुनै कर्जा कुनै पनि तरिकाले कुनै पनि हालतमा त्यो चाहिँ माथि आउनु नसक्ने खालको छ भने नोक्सानी व्यवस्था गरिहाल्नुपर्छ। र त्यसमा मैले अघि भने व्यवसायीहरूले पनि सहयोग गर्नुपर्छ। अनि तपाईँले अघि मधेसको र यता काठमाडौँको कुरा गर्नुभयो, त्यसको चाहिँ मैले अलिकति कुरा बुझेको छु, फेरि भन्नुहोस् त। त्यो खास गरेर अब काठमाडौँको थोरै जग्गालाई पनि धेरै मूल्याङ्कन गरिदिने ब्याङ्कहरूले, र तर अहिले सरले एउटा कुरो त स्पष्ट पारिदिनु भयो, यो मूल्याङ्कनमा कुरै हुँदैन, यहाँको व्यवसायमा कतिको कमाइ आय आउने हो त्यसमा डिपेन्ड गर्छ, त्यो थुप्रै अरू कारणहरू होला। अहिले एकातिर ठुल्ठुला ब्याङ्कहरू डुब्यो भनेर मर्जाउने पनि कुरो सुनिएछ, अर्को के सुनिन्छ भनेदेखि टन्नै शाखाहरू अब ससानो ब्याङ्कले पनि अब भर्खरै खोलेका ब्याङ्कहरूले पनि शाखाहरू एकदम विस्तार गर्दैछ तराईमा देशमा, यो किन होला? अनि यसो हो, शाखा विस्तार गर्नु चाहिँ त्यो सान्दर्भिक हो र नेचुरल पनि हो होइन। किन भन्नुहुन्छ भने नेपालमा अझै पनि ब्याङ्किङ पहुँच कम छ होइन। अब यो ब्याङ्किङ पहुँच कम भइरहेको अवस्थामा कुनै ठाउँमा चाहिँ ब्याङ्किङ पहुँच बढी भएर ओभर क्राउडेड भइसकेको शाखाहरू है, कतिपय ठाउँमा ब्याङ्किङ पहुँच कम छ। र ब्याङ्किङ पहुँच बढाउनु नै देशको विकासको लागि त्यो चाहिँ नि एउटा टुल हो होइन, एउटा चाहिँ एउटा हतियार बुझ्छ। त्यस कारणले ब्याङ्कको शाखा जब बढाउने बित्तिकै त्यहाँ अरू खालको आर्थिक क्रियाकलापहरू हुन्छ नि, आर्थिक क्रियाकलापमा चाहिँ महत्त्व पुग्छ। त्यहाँ मान्छेहरूले कर्जा लिन पाउँछन्, त्यहाँका मान्छेहरूले डिपोजिट मोबिलाइज पैसा मोबिलाइज गर्न पाउँछन् होइन। त्यसरी चाहिँ अगाडि बढ्नुपर्ने हो। त्यसले गर्दाखेरि शाखा विस्तार हुनुमा चाहिँ कुनै गलत कुरो होइन, शाखा विस्तार गर्नुपर्छ। आफ्ना सेवाहरू सबै ब्याङ्कका सकेसम्म देशको चाहिँ सबै नागरिकमा चाहिँ पुगोस् भन्ने हिसाबले जानुपर्छ। तर अब समय यस्तो आइसक्यो कि यही शाखा विस्तार गर्दाखेरि पनि अब हामी सबै ब्याङ्कहरूले त सोच्नुपर्ने कुरा चाहिँ के छ भने हामी अलिकति इनोभेसनमा जानुपर्छ होइन। र कस्तो किसिमको अब शाखा खोल्ने भन्ने बित्तिकै शाखा खोल्नको लागि हामीले जति चाहिने यो ब्रान्चहरू शाखा खोल्नको लागि जति पनि कन्स्ट्रक्सनको कामहरू हुन्छ नि है, त्यसको चाहिँ सामानहरू त बाहिरबाट आउँछ फेरि होइन, त बाहिर जाने काम त गर्नु भयो नि धेरै होइन। किनभने अब कम्प्युटर सिस्टम ल्याउनु पर्ला होइन, अनि अरू चाहिँ अब फिनिसिङ गर्नु पर्ला होइन। त्यो भन्दाखेरि त्यो चाहिँ ब्याङ्कले धेरै इन्भेस्टमेन्ट चाहिँ त्यस्तोमा गर्नु पनि त्यो राम्रो कुरो होइन। अब चाहिँ कस्तो आइसक्यो, टेक्नोलोजीको जमाना आइसक्यो। अब मोर एन्ड मोर चाहिने प्रविधिको प्रयोग गरेर बढी जनताहरूमा पहुँच पुग्नेतिर ब्याङ्कहरू जानुपर्छ, न कि शाखा खोल्नेतिर होइन। शाखा खोल्नेतिर होइन। अनि सर अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अब यो विगतमा एउटा मिटर ब्याजी यताउता त्यो के भन्छ धेरै अहिले जुन घटनाक्रमहरू भइरहेको छ जसले भत्ताभङ्ग आर्थिक सिचुएसन भत्ताभङ्ग भएको अवस्था छ, यसले राजनीतिक रूपमा नि प्रभाव पार्दैछ। यो के माइक्रो फाइनेन्समा धेरैजना डुबेको कुरो सुनेको, त्यो चाहिँ वित्तीय साक्षरताको अभावमा भएको हो त यस्तो हो, यसका अन्य कारण पनि छ? यो वित्तीय साक्षरताकै अभावमा पनि भएको हो। र चाहिँ नि त्यो बाहेक अर्को एउटा इस्यु चाहिँ के छ भनेदेखि मैले धेरै वर्ष अगाडि लगभग 10 वर्ष अगाडि नै मैले एउटा इन्टरभ्यू दिएको थिएँ, उसले पेपरमा इन्टरभ्यू दियो, उसले अस्ति लोकेट गर्नु पनि भेटेँ। तर त्यसमा चाहिँ मैले
क्लियरली के भनेको थिएँ भनेदेखि यो लघु वित्तको कुराहरूमा चाहिँ नि हाम्रो लघु वित्त संस्थाहरू चाहिँ धेरै नै एग्रेसिभली बजारमा गइरहेका छन्, गाउँ गाउँमा गइरहेका छन्। एउटा चाहिँ काम भइरहेछ, एकजनाले एउटा काम गरिरहेछ भने धेरै संस्थाहरू त्यसैमा गइरहेको छ, मल्टिपल चाहिँ बोरोइङ भइरहेछ त्यहाँबाट होइन। त्यो अवस्थामा भोलिको दिनमा हामी समस्यामा पर्छौँ है भन्दाखेरि त्यो कसरी पनि सुनेन होइन। अब कुरो के भयो भने जति पनि लघु वित्त संस्थाहरू चाहिँ एकदमै सशक्त रूपमा एग्रेसिभली बजारमा जाँदाखेरि त्यो अघि पनि मैले भने ब्याङ्किङ चाहिँ यो प्रफिटको लागि मात्रै हामी त्यो गर्नु भएको। लघु वित्त संस्थाहरू पनि लघु वित्त संस्थाको त अझ उनीहरूको अब्जेक्टिभ भने पोभर्टी इराडिकेसनमा अझ उहाँहरूको चाहिँ रेस्पोन्सिबिलिटी बढी छ। ठिक छ, म पोभर्टी इराडिकेसनमा उहाँहरूले धेरै ठुलो कन्ट्रिब्युट गर्नुभएको छ, तर यो चाहिँ म व्यवसाय वृद्धि गर्छु भनेर लेफ्ट राइट सेन्टर राम्रोसँग हेर्दै नहेरिकन एउटा काम भइरहेको ठाउँमा 10वटा संस्थाले 5वटा संस्थाले चाहिँ त्यही व्यक्तिलाई पैसा दिइसक्यो भने चाहिँ यो खालको समस्या त आउँथ्यो, आउने नै थियो। अब त्यसमा हामी सबै दोषी छौँ, राज्य पनि दोषी छ। यो कुरालाई चाहिँ हामीले पहिलादेखि नै यसलाई चाहिँ आङ्कलन गर्न नसक्नु हामी सबैको चाहिँ दोष हो। र कर्जा लिनेले पनि म चाहिँ कर्जा लिन्छु, कर्जा लिएर काम गरेर काम गर्नलाई कर्जा ल्याउँदै तिर्छ नि त होइन। अब उसले काम एउटा चाहिँ एउटा अथवा दुईवटा काम गर्नलाई कर्जा लियो होला, अरू त छोराछोरीको बिहा गरे कि मोबाइल किने कि त्यो टेलिभिजन किने कि के गरे, त्यो भएपछि त कर्जा तिर्नु सक्दैन। अब यो अवस्थालाई चाहिँ नि हामी यही जम्मै लघु वित्त संस्थाहरू मर्ज गरेर उनीहरूले जे जति लस भइरहेको छ लसलाई अब्जर्भ गर्न सक्ने खालको चाहिँ अवस्था आउनुपर्छ होइन। र लस एक लेभलको 1-2 वर्ष लस हुनसक्छ। अन्त्यमा अब प्रश्नको पनि यो अन्त नै हो, के सुझाव दिन चाहनुहुन्छ नेबिल ब्याङ्कका सेवाग्राहीहरूलाई? हजुर अहिले चेयरम्यानको रूपमा काम गर्दै हुनुहुन्छ, त्यहाँ चाहिँ एउटा जिम्मेवार भनौँ कि विशेष जिम्मेवार पोस्टमा हुनुहुन्छ, के सुझाव दिनुहुन्छ, के सल्लाह दिनुहुन्छ? अब हेर्नुहोस्, म चाहिँ नि अब ग्राहकहरूलाई चाहिँ नि आफूले सक्ने जति मात्रै, उहाँले कति सक्नुहुन्छ भन्ने कुरो उहाँले सोच्ने हो होइन, त्यति मात्रै कर्जा लिने हो होइन। र चाहिँ नि डिपोजिट राख्नेले पनि यो ब्याङ्कमा चाहिँ अब समय आइसक्यो, यो कुरो चाहिँ अलिक नयाँ कुरो होला है। ब्याङ्कमा डिपोजिट राख्नेले पनि यो ब्याङ्कमा मैले पैसा राखेपछि यो ब्याङ्कले कुन ठाउँमा लगानी गर्छ त, मेरो पैसा कहाँ जान्छ। जस्तो तपाईँले बच्चालाई खाजा खानलाई, तपाईँले स्कुल जाँदाखेरि खाजा खानलाई पैसा दिनुभयो भनेदेखि तपाईँले सोच्नुहुन्छ कि तपाईँले चाहनुहुन्छ त्यसले चाहिँ खाजा खाओस् अथवा किताब कापी कलम किनोस्, न कि जुवा खेल्नुहोस् अथवा चाहिँ नचाहिने ठाउँमा चाहिँ के अरे गेम खेल्नलाई जाओस्, त्यो खालमा चाहिँ तपाईँले चाहनुहुन्न है। अब आएर हाम्रो डिपोजिटरहरूले पनि कसरी सोच्नु पऱ्यो भने मैले दिएको पैसा चाहिँ नि राम्रो ठाउँमा लगाउँछु, मेरो ब्याङ्कले चाहिँ राम्रो ठाउँमा लगाउँछु सोच्नु पऱ्यो। अब ब्याङ्कले पनि अब पैसा लगाउँदाखेरि हेर्नुहोस्, हामीले धेरै ठुलो समस्याहरू भोगिसक्यौँ कन्ट्री हो। ब्याङ्कले पनि अब रियल इकोनोमीमा वास्तविक अर्थतन्त्रलाई सपोर्ट हुने खालको लगानीमा जानुपर्ने, त्यो भनेको सामान तथा सेवा जेनेरेट हुने व्यवसायमा ब्याङ्कहरूले लगानी गर्नु पऱ्यो, न कि यो तपाईँको चाहिँ नि क्विक प्रफिट आउने खालको चाहिँ के एकदम चाँचाडै मुनाफा हो भने जसले चाहिँ नि तपाईँको यो सामान र सेवा चाहिँ जेनेरेट गर्दैन, जसले चाहिँ इकोनोमीमा मल्टिप्लायर इफेक्ट दिँदैन, त्यस्तो खालको आफ्नो लगानीलाई चाहिँ बिस्तारै कम गर्दै जानु पर्यो। एउटा इक्जाम्पल म तपाईँलाई के दिन्छु भनेदेखि आज हिजोको दिनमा 5 लाख रुपियाँ पर्ने घडेरी थियो, त्यो 5 लाख रुपियाँ पर्ने घडेरी 25 लाख रुपियाँ पुग्यो होइन। र त्यो चाहिँ नि पुग्दै जाँदाखेरि त्यो बिचमा 20 लाख रुपियाँ बढ्यो होइन। त्यो 20 लाख रुपियाँ कसरी बढ्यो? ब्याङ्कले फाइनेन्स गरेर बढ्यो, त्यसले त केही जेनेरेट केही प्रोडक्सन गरेको छैन, त्यसले इकोनोमीलाई चाहिँ सकारात्मक असर दिन्छ दिँदैन। अब इकोनोमीलाई सकारात्मक असर दिने खालको वातावरणीय प्रभावलाई चाहिँ सकारात्मक असर दिने खालको त्यो खालको र फेरि कम्युनिटीलाई, व्यक्तिलाई र राज्यलाई चाहिँ राम्रो हुने खालको वेलबिङ, कम्युनिटीको वेलबिङ, व्यक्तिको वेलबिङ र राज्यलाई राम्रो हुने खालको र प्रकृतिलाई राम्रो हुने खालको चाहिँ लगातिर त्यो दिशामा चाहिँ हाम्रो लगानी बढ्नुपर्छ। किन भन्नुहुन्छ भने यो अहिले 80%भन्दा बढी देशको अर्थतन्त्र 80%भन्दा बढी चाहिँ नि प्राइभेट सेक्टरमा निहित छ होइन।
अब त्यो प्राइभेट सेक्टर कुन मोडमा जान्छ भन्ने कुरो ब्याङ्कको फाइनेन्सिङ 70-80% प्राइभेट सेक्टरको जुन पनि बिजनेस अन्डरटेकिङ छ 70-80% ब्याङ्कले फाइनेन्स गरिरहेको छ र त्यस कारणले गर्दाखेरि अन्ततोगत्ता ब्याङ्कले कुन दिशामा फाइनेन्स दिन्छ देशको भविष्य त्यतै तिर्छ। निश्चित रूपमा धेरै धेरै अब कार्यक्रमको अन्तिममा हामी आइसकेको छौँ र सबभन्दा पहिले फेरि सर उपेन्द्र पौडेलज्यूलाई नेबिल ब्याङ्कका चेयरम्यान हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद। अत्यन्त महत्त्वपूर्ण समय दिनुभयो र टुडे टकबाट यसैको साथ म प्रस्तोता ध्रुव कुमार झा पनि बिदा लिन्छु। नमस्कार।